मिस्टर एन्ड मिसेस प्रसाई युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। नमस्ते। हेलो एभ्रिवान। वेलकम टु माई युट्युब भिडियो। सो गाइज भिडियो बनाउन सोचेको थिएँ बट आई कान्ट स्पिक मच। कुलर चल्दैछ, पङ्खा चल्दैछ, त्यही भएर सो भोइस ओभर चाहिँ गर्छु। रियाक्सन हेर्नु। नमस्ते गर। राम्रोसँग गर न। राम्रोसँग गर न। Dana Dina. युट्युब भिडियो बनाउँछु भनेको यस्तो चाहिँ हालत हेर्नु गाइस, सबैजना सुत्दिन्छ क्या। सुतेपछि एक्लै के बनाउनु त भिडियो तपाईँ। Hi guys, welcome to my YouTube channel. I hope you guys are doing well. So this is the first video of my YouTube channel, so I am giving little introduction about us. So basically I belongs from India ko Bihar bhanne ठाउँ. So like born in Bihar but brought up in Janakpur, Nepal hai. And I get married with Nepali guy. He is Prasai from Jhapa. So yeah, we are here in Mr. and Mrs. Prasai YouTube channel. सो फाइनली यति इन्ट्रोडक्सन दिँदा मेरो चाहिँ काम नि कम्प्लिट भयो। किचनको अलि सफा गरिदिएपछि, टक्क मिलाइदिएपछि कस्तो राम्रो बस्न पनि मन लाग्छ क्या। नाउ इट्स टाइम टु क्लिन लिभिङ रुम। अलि मेस्सी भइरहेको थियो होइन। सो यहाँ लिभिङ रुम मिलाउन थालेँ म। मलाई चाहिँ गाइज दिउँसो निन्द्रा लाग्दैन है, कहिले काहीँ हो सुत्ने, नभए म सुत्दिनँ क्या दिउँसो। सो दे बोथ आर स्लिपिङ। म के गरौँ भइरहेको थियो। सो अलि सरसफाइतिर लागेँ। एकछिन म नि पल्टे थिएँ, त्यहाँबाट उठेँ। एन्ड बाबु पनि उठिसकेछ, हस्बेन्ड पनि उठिसक्नु भएछ। एन्ड गाइज आज चाहिँ बाबु वाकरमा खेल्दैछ। आज सफाइ गरिरहेको थियौँ, अनि त्यहाँबाट वाकर निकाले रहेछ। अनि बाबुले जिद गर्न थाल्यो वाकरमा खेल्ने भनेर। अनि त्यही वाकर दिएको यसलाई। यो वाकर हो। तिमी सानो बेबी हो र? हेर त, आज यसलाई वाकरमा खेल्न छ। यसलाई वाकरमा खेल्न मन लाग्छ बेबीलाई। हो बाई गर्छु। बाई। सो गाइज इट्स टाइम टु मेक नास्ता फर बेबी। सो आज चाहिँ फ्रोजन चिकनको ससेज नै पकाएर बाबुलाई खुवाउँछौँ। बाबुको चाहिँ फेभरेट हो चिकन ससेज। सो आज स्याटरडे पनि छ। सो ह्याप्पी स्याटरडे बनाउनलाई ससेज उसलाई पकाइदिन्छु। यो चाहिँ स्टिम गर्न नि मिल्यो, फ्राई गर्न नि मिल्यो। र यहाँ बाबुलाई ससेज फ्राई गरिदिएपछि हामीले नि आफ्नो लागि नास्ता पकायौँ अनि खायौँ नास्ता। 3 जना नै। बाबुले ससेज खायो, हामीले चाहिँ आफ्नो लागि चिउरा भुटेको थियौँ। चिउरा भुटेर त्यसमा अनियन एन्ड ग्रिन चिल्ली मिसाएर खायौँ। त्यसपछि हामी चाहिँ लाग्यौँ बजारतिर। हाट बजार जाँदैछौँ हामी अहिले, तरकारीहरू लाइक ग्रिन भेजिटेबलहरू ल्याउनको लागि। यहाँ चाहिँ बाटो हेर्नु न कस्तो राम्रो छ, लाइक भ्यू के। कहाँ गयो त?
सो गाइस तरकारी सरकारी किनेपछि हामी चाहिँ लाग्यौँ अब घरतिर। धेरै बनायो भने भिडियो एकदमै लामो हुन्छ, हजुरहरूले नि बोर हुनुहुन्छ। सो बाई।